AFS चाहिँ छाया कम्प्लेक्समा छ, त्यो चाहिँ भिजा एप्लिकेसनको लागि हो। कन्सुलेट चाहिँ पानी पोखरीमा छ, त्यो चाहिँ सबै हजुरको डकुमेन्ट्स DOV गर्नको लागि। Hi guys, again this is the part 2 of how I ended up in Italy. Part 1 मा मैले आफ्नो युनिभर्सिटीमा कसरी एडमिसन भयो भनेर भनिसके, and we are going to talk about consulate and everything. Pre-enrollment आउने बित्तिकै म भिजा एप्लिकेसन तिर लागि परे। There were so many documents I had to prepare. पेपरवर्क्स को लागि चाहिँ एकदमै रेडी हुनु। A lot of Italian translation पनि गर्नुपर्छ, English translation पनि गर्नुपर्छ, and a lot of documents that we have to attest and DOV. नेपालमा इटलीको एम्बेसी छैन, we only have consulate. हप्ताभरि खुल्दैन कन्सुलेट पनि, I think specific days र specific time windows मात्र छ, so you need to take appointment. DOV गर्नुपर्ने सबै डकुमेन्ट्स चाहिँ these are all the documents, you can take screenshot. यो डकुमेन्ट्स हजुरले प्रिपेयर गर्नु भइसकेपछि कन्सुलेटमा अपोइन्टमेन्ट लिनु, त्यहाँ जानु अनि सबै कुरा बुझाउनु। त्यसपछि you have to wait for 20 to 30 days. मेरो चाहिँ I think 28 days मा भएको थियो, तर अरूहरूको चाहिँ 20 दिनमा पनि भएको थियो। So it really depends. यहाँ गर्नेहरूले नि त इन्डिया पठाउनु पर्छ, त्यहाँबाट आउनु पर्छ नि त, त्यही भएर टाइम लाग्ने हो। एउटा कुरा I would like to suggest, हजुरले WhatsApp ग्रुपमा स्टडी इन इटली अथवा कुनै पनि युनिभर्सिटी जुनमा हजुर एक्सेप्ट हुनु भइसक्यो नि, त्यसमा नेपालीहरूको ग्रुप हुन्छ नि, त्यो ग्रुपमा हुनुभयो भने चाहिँ एकअर्कालाई हेल्प गर्ने सजिलो हुन्छ कि मलाई पनि एकदमै हेल्प भएको थियो इफ यु आर अप्लाइङ बाइ योरसेल्फ। भिजा एप्लिकेसनको बारेमा चाहिँ नेक्स्ट भिडियो, बिकज दिस भिडियो इज गेटिङ टु लङ। अनि आई थिंक हजुर बोर पनि भइसक्नु भयो। यति लास्टसम्म बस्नु भएको छ भने थ्यांक यू सो मच एन्ड सी यू इन द नेक्स्ट भिडियो। बाइ।